व्यावसायिक तरकारी खेतीबाट छोटो समयमै राम्रो आम्दानी हुन थालेपछि विदेशिन थालेका युवाहरू पनि तरकारी खेतीमा लागेका छन्। आलु, लौका, फर्सी, घिरौला, करेला, काँक्रा, गोलभेडा लगायतका तरकारीको खेतीले राम्रो आम्दानी दिएको छ। विषादीको प्रयोग गरेको तरकारीले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै यी युवाहरू अर्ग्यानिक खेतीतर्फ केन्द्रित भएका छन्। पहिले सानो तरकारी लाउँथ्यो, अहिले कृषि उसमा लागेर हामीले आलु तरकारी बन्दा होइन धेरै फलाउने भएका छौँ। अनि यो च्याउ खेतीमा पनि हामी रोजगारी पाइरहेका छौँ। हाम्रो अङ्कलले च्याउ खेती फर्म खोलेर हामीले पनि रोजगारीको अवसर प्रदान गर्ने मौका पाएका छौँ। घरमा बसेको मान्छेले खानलाई अहिले रोजगारीको अवसर पाएका छन्। व्यावसायिक तरकारी खेतीबाट युवाहरूले राम्रो आम्दानी गरेका छन्। विदेशमा 40-45 हजार मासिक रूपमा कमाइरहेको थियो भने अहिले त्यो बराबर त म यहाँ फर्ममा काम गरेर प्लस मेरो आफ्नो तरकारी बेचेर अहिले विदेशको बराबर म आफै एक भएर तरकारी लगाउनेदेखि ढुवानी र बिक्री वितरण समेत गाउँका युवा खटिएका छन्। गन्याधुराका धेरै युवा अहिले यही व्यवसायमा रमाउन थालेका छन्। यहाँ आफ्नो यो बाँझो र यहाँ जमिन छ, पर्कोइबर निक्केरी अरबर खाएबर यहाँ लगा ठिकै छ। यहाँ धेरै निको छ। इन्डिया जाएबर कहिले रोग जसो कोभिड आएको थियो उही बेला त सब आफ्ना देश फर्किथ्यो। उसो हो कहिले केही तसो समस्या भएल त आफ्नै ठाउँ आउनु हो। आफ्नो ठाउँमा अर्याको आफ्नो ठाउँमा अर्याको आफ्नो सबैतिर आफ्नो जग्गा जमिन जन्मभूमि भन्नान महतारी समान हो। यसलाई बाँझो राखेर यथाउथ जानु निको लाग्दैन। अहिले यो पछिल्लो पिरियडमा जो यो भारततिर विदेशतिर युवाहरू साथीहरू पलायन हुन लाग्छन्, यिनीहरूलाई म के भन्छु भनेपछि जसरी यो हामीले व्यवसाय रूपमा गरिरहेको छौँ भनेपछि मैले जस्तै 15-20 जनालाई दिन सकेँ। अब यहाँ कोही अरू मान्छे पनि सिकेर गर्छन् भनेपछि उहाँहरूले पनि 15-20 जना रोजगार दिन पनि सक्छन् अनि कृषिमा आत्मनिर्भर पनि बनाउन सक्छन् अनि स्वदेशलाई मजबुत बनाउन सकिन्छ। कृषि ज्ञान केन्द्र डनलधुराका अनुसार विदेशबाट फर्किएका झन्डै 100 भन्दा बढी युवाले तरकारी खेती गरिरहेका छन्। डनलधुरामा आलु, काउली, टमाटर, रायो, फर्सी, खुर्सानी लगायतका तरकारी उत्पादन हुन्छन्। डनलधुराबाट दैनिक 50 देखि 100 क्विन्टल तरकारी अन्य जिल्लामा जाने गरेको छ। धेरै तरकारीको बारेमा थाहा पायौँ, रोग किराको बारेमा पनि थाहा पायौँ। यहाँ यो फर्ममा धेरै प्रकारका तरकारीहरू लगाउँछन्। तिनीहरूलाई रोग किराले कस्तो प्रभाव पारेको छ त्यसको बारेमा पनि हामीले राम्रोसँग थाहा पायौँ। र यो यहाँ धेरै कुरा सिकेका कुराहरूलाई हामीले आफ्नो गाउँघरमा गएर कृषि गरेका कृषकहरूलाई पनि सिकाउँछौँ र आफूले पनि गरेर केही काम नेपालमै केही तरकारी फलाएर आफ्नो उब्जनी चलाउँछ। जीविकोपार्जन गर्छौँ र गाउँघरमा कृषकले गरेका नजानेको कुराहरूलाई पनि हामीले सिकाउँछौँ र उनीहरूलाई कसरी कृषिको बारेमा बुझाउन सक्छौँ, काम गरेर सिकाउँछौँ कि आफूले गरेर सिकाउँछौँ। उनीहरूको हामीले बाहिर जानुभन्दा आफ्नो गाउँघरतिर खेतीपाती गरेर कृषि गरेर धेरै फाइदा हुन्छ। आफ्नो तरकारी लगाएर व्यवसाय हुन्छ। वार्षिक 9 करोडदेखि 15 करोड बराबरको तरकारी अन्य जिल्लामा पुर्याइने गरेको हो। तरकारी खेतीबाट राम्रो कमाइ हुने भएपछि खेतीयोग्य जमिन बाँझो छोड्ने क्रम पनि कम हुन थालेको छ। पछिल्लोचोटि डनलधुरा जिल्लाको 7वटै स्थानीय तहमा विशेष गरेर तरकारी खेती, फलफुल खेती र च्याउ खेतीमा विदेशबाट फर्केका युवा र पढलेखेका युवाहरू चाहिँ व्यवसायिक कृषितर्फ आकर्षित हुनुहुन्छ र उहाँहरूले चाहिँ अलिकति राज्यसँग चाहिँ अनुदानसँगै अलिकति यो सहुलियत ब्याजमा चाहिँ अनुदानको चाहिँ अपेक्षा गर्नुभएको छ, जुन हामीले प्रदेश सरकार मार्फत चाहिँ उहाँहरूको अपेक्षा पुरा गर्ने चाहिँ कोसिसमा छौँ। व्यावसायिक तरकारी खेतीलाई थप प्रवर्धन गर्न कृषि ज्ञान केन्द्र डनलधुराले 4 दर्जनभन्दा बढी गाउँलाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ। अर्ग्यानिक तरकारी उत्पादन गर्न थालेपछि युवाहरूलाई थप उत्साह गर्नुको साथै आधुनिक प्रविधितर्फ लगिएको कृषि ज्ञान केन्द्र डनलधुराले जनाएको छ। युवाहरूको परिश्रमले गाउँ विषादी रहित अर्ग्यानिक तरकारी उत्पादन गरेर उदाहरणीय काम गरिएको छ। व्यावसायिक तरकारी खेतीमा लागेका यस्ता युवालाई सरकारी क्षेत्रबाट थप सहयोग हुन जरुरी छ।